के होला त्यो हाम्रो मित्र मिसलाई पनि लेखेर दिनु भन्नु कुनाको लेटरमा हैन धन्यवाद भनेर ज्ञापन पत्र लेखेर दिन्छ सबैको हामीलाई आउनु तपाईको त मुख्य आउनु पर्छ यहाँबाट विशेष सहयोगको लागि आउनु त्यो बोर्ड चाहिँ देख्नु पर्छ गेटमा ट्रेडमा राखिरहेको नमस्ते स्कुलको साम राख्ने हो यो राख्नु Jolla, Jijo, Totau, Bua, Sen, Sen. अलिकति लक्ष्मण प्रधान धन्यवाद हाम्रो लक्ष्मण भाइले चाहिँ हाम्रो विद्यालयलाई स्रोत कक्षाको बालबालिकाहरूको लागि पोसाक वितरण दिनुभएको छ व्यक्तिगत रूपमा। त्यसको लागि उहाँलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ हाम्रो स्रोत कक्षा अथवा विद्यालयको परिवारको तर्फबाट। र यस्तै गरी उहाँको सहयोगी मेम्बर दानीहरूप्रति सधैँभरि भगवान्ले रक्षा गर्नुहोस्, कामना गर्नुहोस्, सधैँभरि यसरी दिएर खान पुगोस् भन्दै मेरो छोटो भनाइ। हाम्रो यो बालबालिकाहरूले आफैले निर्माण गरेको एउटा लालीगुराँस फुल चाहिँ हाम्रो यहाँको लिडरसिप सुदीप परियार भाइलाई दिनको लागि म यहाँ अगाडि बोलाउँदैछु। र यसलाई ग्रहण गर्न चाहिँ हाम्रो आशिष गुरुङबाज्यूलाई
यसै गरी यस आधारभूत विद्यालय बौद्धिक अपाङ्ग सुस्थ मनस्थितिको एकजना म्याम हुनुहुन्छ कमला दाल। म्याम, यो अहिलेको यो जुन भिले ब्याडमिन्टन क्लबले जुन यो अहिले ब्याग खानेकुरा वितरण गरेको छ नि, हजुरलाई कस्तो लाग्छ? नमस्कार, मलाई अत्यन्तै खुसी लागेको छ। हृदयदेखि नै एकदम खुसी गदगद भइरहेछ। किनभने यस्तो सानो उहाँहरूले त हामीलाई यो ठुलो सहयोग गर्नुभएको। यस्तो भयो भने हाम्रो बालबालिकाहरूलाई पढ्न, विद्यालयमा आउन, यहाँ बस्नको लागि प्रोत्साहन पनि मिल्छ र सहयोग पनि हुन्छ। हाम्रो नगरपालिकाले हाम्रो विद्यालयलाई पर विद्यार्थी पहिला 4,000को दरले दिएको थियो, अहिले भर्खर 5,000 पारेको छ। त्यसै पैसा यो चाहिँ पर मन्थ हो? हजुर, पर मन्थ। अनि सबै बालबालिकाहरूलाई त्यसैबाट खान, बस्न, औषधि उपचार गर्न, पढाइ लेखाइ, घर जान आउन सम्पूर्ण खर्च गर्नुपर्ने हुनाले अत्यन्तै गाह्रो भएकोले गर्दा हाम्रो प्रधानाध्यापकले पनि धेरै लिङ्क बढाएर धेरै सहयोग माग्नु भएको छ। हाम्रो स्रोत शिक्षक हेम सरले पनि र अन्य साथीहरूले पनि सहयोग गरिराख्नु भएको छ। र यस्तै ब्याडमिन्टन क्लब भयो, अन्य क्लबहरूले पनि अरू दाताहरूले पनि सहयोग गरेको हुनाले नै गर्दा हामी यो अवस्थासम्म आइपुग्न सफल भएका छौँ। जस्तो अहिले कतिजना विद्यार्थीहरू हुनुहुन्छ? हाम्रो 35 जना। लेडिज कतिजना, जेन्ट्स कति? लेडिज 12 जना, जेन्ट्स 23 जना। उनीहरू बस्ने खाने सब यहीँ हो? भनौँ लेडिजको छुट्टै कोठा, जेन्ट्स कोठा छुट्टै छ। अनि उनीहरूको सुरक्षाको लागि के छ? सुरक्षाको लागि हाम्रो गेट लाग्छ। 3 जना केयरटेकरहरू हुनुहुन्छ 24 घण्टे ड्युटीवाला। प्रत्येक कोठामा 3टा कोठामा हामीले बच्चाहरूलाई सुताउने गरेको छ। त्यसमा 3टै कोठामा एक जना केयरटेकरहरूले रक्षा गर्नुहुन्छ। जस्तो उनीहरू घर जान्छन् जाँदैन? जान्छन्। यिनीहरू जम्मा हामीलाई नगरपालिकाले 10 महिनाको मात्रै पैसा दिएको हुन्छ। त्यसमा 2 महिना छुट्टी भएको हुन्छ। त्यस मिलाएर गर्नुपर्छ। हामीले असार साउन छुट्टी गरेका छौँ। असार साउनमा इन्क्लुसिभ भएका बच्चालाई चाहिँ हामीले 1 महिना त्यसै हाम्रो विभिन्न दाताहरूले गरेको सहयोगबाट अनि यसबाट उबारेको पैसाबाट खुवाउने गरेको छ। त्यसको पैसा आउँदैन र अरू बेला चाहिँ 2 महिना चाहिँ हामीले छुट्टी गरेर घर पठाउँछौँ। पठाउँदाखेरि पनि हामीले आफैले पुर्याउने अनि आफैले लिएर आउनुपर्छ। त्यसको लागि टोटल खर्च यहीँबाट हुन्छ। अनि स्वास्थ्यको चाहिँ के छ? जस्तो यिनीहरू बिमारी स्वास्थ्यको लागि त अब बिमाहरू त्यस्तो केही छैन। सबै घरमा हामीले सानो उपचारहरू साधारण उपचार चाहिँ यहीँ गर्छौँ र ठुल्ठुलो भयो भने चाहिँ गार्जेनहरूसँग सल्लाह लिएर गर्छौँ। अनि हाम्रो प्रधानाध्यापकले कतै अब कन्ट्याक्ट गराएर होइन सहयोग मागिदिनुहुन्छ। अनि उनीहरूले जुन पढाइ लेखाइमा कतिको चासो राख्छन् त? बढी अहिले आएर धेरै राखेका छन्। तल इन्क्लुसिभ भएको ठाउँमा पनि सरहरूले अन्य सरहरूले पनि सहयोग गर्नुभएको छ। अनि खेलकुदमा कति? खेलकुदको लागि पनि धेरै। जस्तो उनीहरूले जे जान्छन् त्यसैमा त गर्नुभएको छ होला नि त? हजुर, जे जान्दछन् त्यसैमा फोकस गरेर हामीले लग्ने गरेका छौँ। जस्तो फुटबलमा धेरै चासो राख्छन्, फुटबल खेल्छन्। अनि ब्याडमिन्टन चाहिँ थोरै मात्रै, डोरी नाङ्नेहरू भयो होइन, अरू गोल के अरे त्यो लुकाइहरू भयो, टोपी लुकाइ, अरू के पनि खेल्छन्। अनि यिनीहरूलाई उता कतै शैक्षिक भ्रमणतिर लानुहुन्छ कि लानुहुन्छ? लग्छौँ हामीले। वर्षमा एकचोटि हामीले लग्छौँ, पिकनिक लग्छौँ। भर्खर हामीले पिकनिकको आयोजना गरेका थियौँ नयाँ वर्षको भन्दा अघिल्लो मसान्तको दिन। हाम्रो स्रोत शिक्षक हेमराज खनाल अनि हामी टिम भएर हाम्रो प्रधानाध्यापक चाहिँ उपस्थित हुन सम्भव भएन। अरू हामीले लगेर गरेका छौँ। अनि भ्रमणको लागि हामीले तुमलिङटार अर्को त्यहाँभन्दा उता सतीघाट भन्ने ठाउँमा पनि लगेका छौँ। यिनीहरूको अवस्था हेरेर अलिक सक्ने इन्क्लुसिभ भएकालाई चाहिँ हामी अरू बच्चासँग लिएर जान्छौँ र इन्क्लुसिभ गर्न नसकिएका बच्चालाई चाहिँ हामीले नजिकको स्थानमा लगेर पिकनिकहरू गराउने, रमाइलो गराउने गरेका छौँ। अन्त्यमा यो मेरो च्यानल मार्फत हजुरको केही सल्लाह सुझाव केही छ? हजुर, यस्तो च्यानलको कारणले गर्दाखेरि चाहिँ हाम्रो यसलाई चाहिँ अलिक वृहत रूपमा सहयोग सुविधाहरू मिल्ने नै छ र तपाईँको यो च्यानलको चाहिँ एकदम उत्तरोत्तर प्रगतिको कामना गर्दै यस्तो अवसर पुनः मिलोस् भन्ने कामनाका साथ अन्त्यमा जस्तो यो विद्यालयलाई कुनै अब फोन मार्फत कुनै अनलाइन मार्फत सहयोग गर्न चाहनु महानुभावहरूले केही छ त्यस्तो? त्यस्तो भयो भने हाम्रो यहाँ
केयरटेकरहरूको नम्बर छ, स्रोत शिक्षकको छ, अनि मलाई नै मेरै नम्बरमा हजुरको नम्बर भनिदिनुहोस् न। मेरो 9841209239 फेरि 9841209239 कमला दाल होइन त? दाहाल। ल हस् त हस्। हजुर हस्, धन्यवाद। ल त्यहाँ स्रोत शिक्षकको अफिस होइन, हामी दुईजना स्रोत शिक्षक छौँ अहिले। यहाँ हाम्रो यो अफिस हो, सामान्य हाम्रो मूल अफिस भनेको तलै हो, हामी दुईजनै काजमा यहाँ हो। अनि त्यही भएर यहाँ छ। अब आउनु भित्र। यो चाहिँ हाम्रो इन्क्लुसिभ भएका बच्चाहरू बस्ने सुत्ने ठाउँ हो। यहाँ एकजना केयरटेकर बस्नुहुन्छ जसले त्यसको रक्षा गर्नुहुन्छ। के हुन्छ, यिनीहरू चाहिँ बुझ्ने बच्चा भएको हुनाले गर्दाखेरि यतापट्टि त्यो केयरटेकर चाहिँ यहाँ सुत्नुहुन्छ र हाम्रो गेस्टहरू आएको बेला कुनै बेला अब कोही आउनुहुन्छ त्यति बेला चाहिँ उहाँहरूलाई खानको लागि यो किचन होइन, अनि बस्नको लागि यो बेडहरू, अनि थोरै स्टोर घिन माग्ने पनि यो भयो। हाम्रो अलिक पिसा फेर्ने खालको अनि अलिक अप्ठ्यारा असहायता बच्चाहरू लेडिजलाई एटेच रुम छ। अनि यसमा एकजना केयरटेकर लेडिजै बस्नुहुन्छ। यता हाम्रो स्टोर कोठा छ, यहाँ चाहिँ यता एटेच टोइलेट बाथरुम त्यता छ। एकपल्ट अर्को रुम हो यो हाम्रो। यहाँ अर्कोजना केयरटेकर सुत्नुहुन्छ त्यहाँ। यहाँ अरू बच्चाहरू लेडिजहरू सुत्छन्, किनभने संरक्षण गर्नुपर्ने। अनि सिम्पल खालको त्यो अलिक नबुझ्ने खालको हाम्रो जेन्ट्स पनि बस्छन्। अनि यता किचन छ, किचनको चाहिँ एकदमै बिजोग छ। यसमा चाहिँ सहयोगी दाताहरूबाटै यो भएको हुनाले फेरि पुनः हामी यस्तो सहयोग काहीँ परेछ भने किचनको लागि चाहिँ कन्जस्टेड छ क्या, थोरै बच्चा धेरै छन्, ठाउँ साँगुरो छ, अनि यतिकै अप्ठ्यारो भएको हुनाले गर्दा यस्तो छ। धेरै ठुलो भएको हुनाले गर्दाखेरि हामीले अब यहाँ भर्ती चुलो पनि दिनु त भएको छ। यही चुलोमा गर्छौँ, जाडो पनि ठाउँ। अनि पानीको के छ अभाव त्यस्तो? एकदम हामीलाई यहाँ खानेपानीको त्यो सहयोगी दाताहरू हुनुहुन्छ, उहाँहरूले सहयोग गर्नुभएको छ। त्यो यही नजिकै छ। बिहान बेलुका आउँछ पानी? बिहान बेलुका आउँछ, बिहान आउँछ र कुनै बेला अप्ठ्यारो पऱ्यो भने दिउँसो पनि उहाँले उपलब्ध गराइदिनुहुन्छ। त्यसमा चाहिँ हाम्रो ज्ञानेन्द्र घिमिरे, खड्ग भट्टराई हामीले धेरै सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि यसै तर्फबाटै च्यानल मार्फत म धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो केशव भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीलाई यो अवसर प्रदान गरिदिनु भएकोमा। ल